यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र सब्स्क्राइब गरिसक्नु भएको साथीहरूले भिडियोलाई अन्तिम समय हेरेर साथ दिनु होला। र आज चाहिँ मैले यो हाम्रो इतिहास टपिक टेक्स्ट बुक च्याप्टर 3 को सम्पूर्ण मिनिङहरु लिएर आइसकेको छु। सुरुमा छ खागु वा छन्जाछेफुङ फर्निचर र विद्युतीय सामग्री। खागु वा छन्जाछेफुङ फर्निचर र विद्युतीय सामग्री। खगी त्यहाँ खसिल बैठक कोठा खजु आधा बसोबास गर्नु ख्याङ्जे अर्थतन्त्र खेजल ऋतु खोयोङ नोदोङबु श्रम तथा रोजगार मन्त्रालय खोङअप उद्योग ख्वाहाक विज्ञान त्यस्तै ख्वानग्वाङ्गेक पर्यटक ख्वानमुनुरोस प्रवेशद्वारको रूपमा ख्वाङयक्सी महानगरीय सहर खोयुक्बु शिक्षा मन्त्रालय ख्योथोङ यातायात ख्युमो आकार खिसुक्सा होस्टेल नाल्सी मौसम नाम्दा बाँकी रहनु नामदोङचोक दक्षिण पूर्वी क्षेत्र नामसचोक दक्षिण पश्चिम क्षेत्र नेङजाङ्गो फ्रिज नम्दा नाग्नु थेबुबुन अधिकांश थोसी सहर थुगे दुईवटा थुबन्चेरो दोस्रो नम्बर दोस्रो नम्बरमा मान्दुल्दा बनाउनु मान्दुराजिन बनाइएको त्यस्तै मुलगने छोन्जे भनेको सामानको अस्तित्व मियोङसिल ब्युटी पार्लर फाल्दालादा विकास गर्नु फाङ कोठा फाङमुन भेटघाट फाङमुन आधा भेटघाट गर्नु फ्याङ्गन हस्पिटल बुसान भनेको बुसान हाङ भनेको चाहिँ बुसान बन्दरगाह फुहक किचन सानप उद्योग सम्यु भनेको फाइबर सेगे जगिन विश्वव्यापी रूपमा अर्को छ सेजोङ थुक्बेल छाछिसी भनेको चाहिँ बहुमुखी प्रशासनिक सहर। यसलाई याद गर्नुहोस्, सेजोङ थुक्बेल छाछिसी भनेको चाहिँ बहुमुखी प्रशासनिक सहर। त्यस्तै सेथागी वासिङ मेसिन अनि सोयु भनेको आफूसँग अथवा आफ्नो स्वामित्वमा रहेको सोफा भनेको सोफा। त्यस्तै सुदोगवान राजधानी सुयङआदा कार्यान्वयन गर्नु सिफामाखेत सुपरमार्केट सिजाङ बजार सिक्ताङ रेस्टुरेन्ट सिकथाक भनेको खाना खाने टेबल आरुमदाउन रमणीय यागुक औषधि पसल अदि कहाँ यखन भनेको एसी अथवा एयर कन्डिसनर यखन एसी यगी यहाँ। त्यस्तै एसुल भनेको कला ओज्जाङ दराज उछेगुक हुलाक उइची वा छाङसो लोकेसन र ठाउँ उइची आधा भनेको अवस्थित रहनु अथवा त्यही यहाँ छ भन्ने हुनु उइची आधा अवस्थित हुनु उन्यङ ब्याङ्क उइजा कुर्ची इरुदा पुरा गर्नु अथवा साकार गर्नु सपना साकार गर्नु भन्ने अर्थमा लाग्छ। इरुदा पुरा गर्नु साकार गर्नु इन्गुन नजिकै त्यस्तै इन्सन खुग्जे खोङाङ भनेको इन्सन अन्तर्राष्ट्रिय एयरपोर्ट इन्सन हाङ भनेको इन्सन बन्दरगाह छादोङछा गाडी छाङसो भनेको ठाउँ छगी उ त्यहाँ। त्यस्तै छन्जारेन्जी भनेको माइक्रो ओभन छङ्बु फुछ भनेको सरकारी विभाग छङ्सी राजनीति छोसन पानी जहाज निर्माण छोन्जे आधा अस्तित्व हुनु छुबेन वरिपरि छुङसिमजी केन्द्रीय क्षेत्र अथवा केन्द्रीकृत
त्यस्तै छुङहाहाक भनेको भारी रसायन विज्ञान, छुङहाहाक भारी रसायन विज्ञान। छिनाखादा जानु, छिनाखादा जानु, छिबाङ क्षेत्र, छिबाङ क्षेत्र, छिब घर, छेक्साङ डेस्क अथवा टेबल, छेक्साङ डेस्क अथवा टेबल, छङसोगी भ्याकुम क्लिनर, छङसोगी भ्याकुम क्लिनर, छिम्दे खाट, छिम्दे खाट, कफी सप भनेको कफी सप, कफी सप। त्यस्तै खुन्थोसी भनेको ठुलो सहर, खुन्थोसी ठुलो सहर। टेलिभिजन टिभी, थुकबेल्सी विशेष सहर, थुकबेल्सी विशेष सहर। थुकबेल छाछिसी भनेको विशेष स्वायत्त सहर, थुकबेल छाछिसी भनेको विशेष स्वायत्त सहर। फेनुइजम 24 घण्टे पसल, फेनुइजम 24 घण्टे पसल। हानगेवी भनेको एउटा, हानगेवी एउटा, हानफ्यान अर्कोपट्टि। त्यस्तै हाम्के सँगै। हेभेन भनेको किनार अथवा यो बालुवा भएको किनार भन्छ नि, बालुवाको छेउ अथवा यो नदी किनारहरूमा अनि खोलाहरूमा हुन्छ। हेभेन भनेको किनार। त्यस्तै याङजङअम्मु भनेको प्रशासनिक काम, याङजङअम्मु भनेको प्रशासनिक काम। याङजङ छोङसिम फोगाप भनेको प्रशासनिक केन्द्र, याङजङ छोङसिम फोगाप भनेको प्रशासनिक केन्द्र। ह्वाजाङसिल शौचालय, होइसा कम्पनी। ह्योयुल भनेको दक्षता, र अन्तिममा छ ह्योयुल जगुरो भनेको दक्षतापूर्वक, ह्योयुल जगुरो भनेको दक्षतापूर्वक।